हामीले भर्खरै सम्माननीय प्रधानमन्त्रीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भेट गरेर आयौँ र आजको भेटमा खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले यो अहिले बनेको जुन सरकार हो त्यो केवल 2082 मा 84 मा हुने चुनाव गराउनको लागि मात्रै अथवा 84 मा हुने चुनावलाई 82 मा गराउनको लागि मात्रै बनेको होइन। यत्रो आन्दोलन यत्रो बलिदानीपछि बनेको सरकारले देशको समस्याहरूको पनि समाधान गर्ने गरी कार्यक्रमहरू अगाडि बढाओस् र केवल निर्वाचन गरेर समस्यालाई पर ठेल्ने मात्रै काम नगरोस् र अहिले हुने चुनाव समस्याको समाधान होइन। त्यसकारणले राजा, राजनीतिक दल, जेनजी लगायत सरकारवाला समूहहरूको एउटा सर्वपक्षीय बैठक बसाओस् र देशलाई एउटा दीर्घकालीन विकास दियोस्। त्यसको पहल यो सरकारले गरोस् भनेर हामीले प्रधानमन्त्रीलाई एउटा भन्यौँ। दोस्रो कुरा, अब चुनाव यो पहल प्रयासपछि पनि हुन्छ र जसरी अब चुनाव गर्न लागि छ आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने सुनिश्चितता गरियोस्। त्यो सम्भव छ र त्यसलाई कार्यान्वयन गरियोस् र उनीहरूले भोट दिन पाउने सुनिश्चिततापछि मात्रै अरू कुराहरू अगाडि बढाइयोस्। त्यसै गरी हामीले अहिले खास गरी जेनजी आन्दोलनका प्रमुख चाहिँ पक्ष भनेको त शहीद परिवार, घाइतेहरू, उनीहरूको समस्यालाई उपेक्षा नगरियोस् र उनीहरूको समस्यालाई सम्बोधन गरियोस्, मागलाई सम्बोधन गरेर यो सरकार अगाडि जाओस् भनेको छ। त्यसै गरेर अहिले कतिपय ठाउँमा जेनजी प्रदर्शनको क्रममा सहभागी भएकै आधारमा मानिसहरूलाई पक्रने र दुःख दिने कामहरू भएको छ। त्यसमा आपराधिक क्रियाकलापमा संलग्न भएका मान्छेहरूलाई प्रदर्शनमै सहभागी भएको कारणले जुन कारबाहीहरू गरिएको छ त्यो चाहिँ अविलम्ब रोकियोस् भनेर हामीले भनेको छौँ। र अर्को, अहिले जेनजी आन्दोलनका मुख्य मानिसहरू अथवा त्यसको पक्षका मानिसहरूलाई नै सिंहदरबारमा प्रवेश गर्न नदिने, उनीहरूको कुरा नसुन्ने, जसरी चाहिँ यो सरकारले लछार पछार गर्ने, दिनभरि थुन्ने, राति छोड्ने जस्ता कामहरू गरेको छ, यो काम गर्नु भएन र उनीहरूलाई यस प्रकारको दमन र उपेक्षा गर्नु भएन। उनीहरूको कुरा सुन्नु पर्यो, सरकारले सम्बोधन गर्नु पर्यो भनेर हामीले भनेका छौँ र हामीले यही 23 गते यिनै विषयहरू लिएर ध्यान आकर्षण सभा काठमाडौँमा गर्ने र देशभरि यस प्रकारका सभाहरू गर्दैछौँ। यो पहिलो नम्बर बुँदा राजा र राजनीतिक दल सहित सर्वपक्षीय संवाद भन्नुभयो।